गाइस है लोकल भाले दुईटाको चाहिँ आज एकदम स्पेशल तिते बनाउँदैछौँ हामी गाउँघरमा खाइने यो चाहिँ अर्ग्यानिक फोहोरै चाहिँ नहुनु यो चाहिँ तिते स्पेशल हो बनाउने मेड गर्ने हैन बनाउने मेकिङ तरिकाहरू हेर्ने यस्तो हुन्छ रेसिपी तितेको यो त मिसाम दुईटा छँदै त आएको धेरै हुन्छ खाइसक्दैन यो डढेको लागि चाहिँ यसरी मिसाम पुग्छ अब दुईटा छ यहाँ कराउँदैछ त्यो त भाले है अब ल यसलाई क्वाक गर्छ साँडे आधी डढेर सक्दा खिच्दै थियो यस तिते चाहिँ यो सिनो खाने हो सिनो यही कालो हुन्छ भुत्ला जुन डढिसकेको भएको हुन्छ त्यो डढेको भुत्ला यस्तो खाने त्यो पनि यो यही मात्रै डढाएर खाने होइन यसमा विभिन्न आइटम मिसाएर मिक्स गरेर खाइन्छ भएर हेर्नु होला फुल भिडियो है बनाउनै बाँकी छ क्या यो भिडियो खिच्ने क्रममा अब पछाडि गएर बिहान सोट ठोकेको थाहा छैन होइन सानोसँग चाहिँ कुखुरा कहिलेदेखिको सुली भुत्लाहरू तर अघि धोको है हामीले भालेलाई भाले त पहिला धुने नि स्पेसल तरिकाले धुने धोएर सुकाएर धोएर फेरि यसलाई ड्राई सुकाउनु पर्यो त्यो पनि हावा हान्ने हो क्या केटीहरूले कपालमा हावा हान्छ नि त्यसरी हावा हान्ने यसलाई ड्रायर अनि चट्ट सुकाउने सुकाइसकेपछि अनि यसलाई यसरी पोल्ने ब्लड यो हाम्रो स्पेसल अर्ग्यानिक अब च्याउ हो है जङ्गलबाट ल्याएको च्याउ साग है स्पेसल रायोको साग यो भेन्टा है यो कुन रेडवाला हो कि अर्को होला हो यो मिर्ची है भाले नाङ्गे भइसक्यो अब त एकदम नाङ्गे भइसक्यो तर सफा देखिँदो रहेछ है यस्तो भयो ठिक छ अब यति ऊ दुलो छ त्यहाँ ल हेर्नुहोस् अहिले यसलाई चट्ट केलाउनुपर्छ फेरि एकैप है यो जुन यो भुत्लाहरू चाहिँ चट्ट फाल्नुपर्छ कि यसरी चट्ट केलाएर फेरि यसलाई पनि धुनुपर्छ अनि मात्रै स्पेसल पार्टी को जान्छ पुऱ्याउँदैन होला डढाएर डढ्छ अरे कालो अझै तिते त कति निस्किन्छ चाहिँ यति चाहिँ भयो पुग्छ अरे तितेको लागि चाहिँ है अब यसलाई चाहिँ सफा ट्याक्क भुत्ला सुत्ला फुकालेर नाङ्गै बनाएर चाहिँ यो सब डढाउने हो भने त तिते अझै टन्नै निस्किन्छ अनि यतिले पुग्छ धेरै तितो हुन्छ कि एक जोडी गएँ आज तर म वेट त छ है के अरे 1.5 भन्दा त माथि छ त्यो बरु अलिक स्याक्ने सकेर यो बढ्छ यसको डायमन्ड हेर्न सक्नुहुन्छ गाइस यसलाई चाहिँ डायमन्ड भन्छ यति हान्नुपर्छ क्या डायमन्ड यहाँ यसको डायमन्ड अब अर्को डिजेल छ को बाबा आमासँग आउनुहुन्छ होला नि त
भाइ 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 अब लास्टमा अहिले पकाउनु के हो टाइम अन गाइज सो गाइज आज यो हामी ट्राई गर्दैछौँ है एकदम सो गाइज वेट अनबक्सिङ शीतल डायमन्ड डायमन्ड अनबक्सिङ गर्दैछ कुइनाले हानेर ए हुँदैन त्यहाँ उयो गर मलाई त्यहाँ आउँछ क्या यस सुन्दैछु टेस्ट ल ओके भयो ल डालौँ एउटामा ग्लासमा पानी नि चाहिन्छ होला नि त थोरै थोरै खाँदा हुन्छ पानी मलाई के गर्दैछ खाना राख्नु मात्रै कसरी त्यो बटन नगरे म पनि खान्छु डाइमन्ड ओके बाजे बाजे मिलेर खाने यहाँको यसमा हालिदिउँ चटनी चटनी बटकामै हाल्नु तिते सबैलाई पुग्यो होइन